साथीहरू ढाकीको टोपी लगाइरहेको छु मैले चाहिँ। ढाकीको टोपी लगाएर चाहिँ म चाहिँ उहाँनिर नि बेथु साग टिप्नु गएको हो। उहाँ तल बारीमा अब मलाई बेथु साग खानु मन पर्दैछ नि त हो। सुँगुरको मासु यति छ, एक्लै भएर फेरि खाना पनि रुच्दैन सुँगुरको मासु। सासू ज्वाइँले सुँगुर मासु खान्छ, आमा छोरी चाहिँ हामी चाहिँ खाँदैनौँ नि त हो। त्यही भएर चाहिँ यहाँ साग टिप्नु आएको साथीहरू। साग देखाउँछु है तपाईँहरूलाई। ल मकै बारीमा साग छ नि त। ल हेर्नुहोस्, यही हो साग मसिनो उम्रिँदैछ। बेथु साग चाहिँ यो हो। बेथु साग चाहिँ यो सागहरू टिप्नु आएको साथीहरू। म अब टिप्छु। यति पारिहालेँ साथीहरू टिपेर। साग हो, मैले घामले गर्दा उज्यालो लाइट परेर भिडियो पनि त्यति राम्रो आएन। साग बारीको साग, हरियो साग, अर्ग्यानिक साग भनेपछि अर्ग्यानिक सागै हुन्छ। हरि टिपे साथीहरू मैले त बेथु साग यही हो। अब चाहिँ घर जाने हो। टिपी पनि सकेँ हो। घाममा म चाहिँ छु यहाँ। बेथु साग छ यहाँ।